हामी अडियोलाई म्युट गर्नेछौँ र केही बेरपछि पुनः आउनेछौँ। लीग खेलिसकेका खेलाडीहरू निशान लिम्बू, पदम भट्टराई, आशिष चापागाई जस्ता खेलाडीहरू, बेलबारीका सुमन श्रेष्ठ, तपस्या बमजनलाई धेरै धेरै धन्यवाद। डेभिड मगर, लेफ्टेन्ट 6 मेगाहर्ज, सुहानी मिडिया एन्ड इन्टरटेनमेन्ट, साझा अक्षर.com। यहाँ अवसर हुन सक्छ युकेएफ। पदम भट्टराई, अदिश बिके रहेका छन् बेलबारीका लागि। यहाँ अवसर हुन सक्छ पदम भट्टराई, उनले अग्रभागमा खेलिदिएका छन् वीरेन प्रधानका लागि। वीरेनको पास सन्देश राई अग्रभागमा भने पुनः यहाँ अवसर हुन सक्छ युकेएफसीका लागि। बल लिएर डी बक्समा सिधै प्रहार गर्न पुगे, तर त्यहाँ बल लुज गर्न पुगेको छ बेलबारी एफसी। अब भने अट्याकमा युकेएफसी खरसाङ। अझै पनि युकेएफसी खरसाङ त्यहाँ बल लिएर अगाडि बढेका छन्। अरुण तामाङ, अरुणको पास र यहाँ गोल। युकेएफसी खरसाङले खेलमा अग्रता बनाएको छ। निकै नै राम्रो प्रहारलाई त्यहाँ सन्देश राईले कुनै गल्ती नगरी जाली चुमाइदिएका छन् र बल पोजिसन जितेको छ युकेएफसी खरसाङले। मध्यभागबाट अब भने अग्रभागमा खेलिदिएका छन् नयन प्रधान। अहिले ब्लक गरेसँगै यहाँ एउटा सङ्कट टरेको छ बेलबारीलाई, तर अझै पनि बल पोजिसनमा युकेएफसी खरसाङ। अवसर हुन सक्छ युकेएफसी खरसाङका लागि। खेलमा अग्रता बनाउने यहाँ सर्ट खेलिदिएका छन्। उनको पास डी बक्समा निकै नै राम्रो बचाउ त्यहाँ